साथीहरु स्कुटर है हिरो पाएपछि यतिको चाहिँ यो स्कुटर चलाउनै पर्यो भने भर्खर डेलिभरी भएको ओपन गर्नु लाग्यो कस्तो छ हेरौँ भित्र आइट के त कति लगायो Tua ada kata jimbolnya. Koi itu छोया के भनेको त कट काट्नै सकेन यार जे भन्दा नि स्टिलै हाल्दैन यार यो मान्छेलाई चिन्छ कि चिन्दैन यसलाई पनि यसमा हो यसलाई पहिला सुताउनु हो त यसरी किन यसरी सुताउनु कि अनि हाल्न इजी हुन्छ फाडे होला नि उतारो खानु त तार सहितै होला प्रायः तार सहितै हुन्छ नि सिधै उठाउनु पर्छ माथि एकैचोटि उठाउने होला नि ओ शिविरा निकाल्दिनु न यार उताबाट उठाएर अन्त यार गाह्रो रहेछ यार यो यसलाई निकाल्ने यो डल्लोलाई यो डल्लो निकाल्न उता त्यहाँबाट समातेर एकैचोटि झिक्नुपर्छ क्या तपाईँ उता समात्नु एकजना यता समात्छ एकजना त्यो डन्ठा समात्नु यो त धेरै ठुलो छ त यार होइन यो त अनि उताको होस्टेल जस्तो होइन नि यो त्योभन्दा ठुलो हो म त उताको होस्टेल जस्तो होला भने त्यो त यसको त टायरै ठुलो छ यार पाङ्ला त्यस्तो ठुलो छ नि स्ट्यान्ड अनि यहाँ पहिला केही मिनट थाल्नु पर्यो नि स्ट्यान्ड पनि जोइन गर्नुपर्छ त्यो पनि राख पहिला यो जोइन गर्ने अनि बल्ल यो त उचालेर हिँड्ने त गाह्रो छ त कहाँ टाल्न सक्दैन नि धेरै ठुलो बोला हो यार यो बस्ने कुरा चाहिने होला यहाँ छ भने सबै बस्नु अब यतिकै राखिदियो ड्युटी जाने टाइम हुन लागिसक्यो अब यतिकै राखिदियो आएर कस्दा हुन्छ है त्यो गरौँ क्या अहिले टाइम अब भ्याउँदैन नि कति बजी बन्छ त 15 मिनट भएपछि ल गाइज फिट भएपछि चाहिँ यस्तो देखिन्छ स्कुटर है यस्तो देखियो साइड लाइटहरू सबै छ यसमा भन्ने गर्दाखेरि डिस्प्ले हो गियर यता है 1 2 3 यो हेडलाइट यो साइड लाइट यस्तो छ टिक्क परेको है